Alright, आज चाहिँ मर्निङ यस्तो सन्नी रहेछ है guys. अनि त्यसरी इट्स लभली डे आज र फेरि पनि टाउन जाँदै हो तर विन्डी रहेछ आज है सो विन्डी डे अनि आज बक्सिङ डे सकेर फेरि आज बक्सिङ डे सक्यो अनि आज नर्मल डे सो गोइङ टु द के भन्छ गोइङ टु टाउन होइन लाइफ बोरिङ छ यार लाइफमा बोरिङ छ अनि सबै कुराहरू चेन्जेस हुँदैछ हेर्दा हेर्दै बुढो पनि भइसक्यो लाइफमा है लाइफमा बुढो भयो केही पनि गर्न सकेको छैन फ्रस्ट्रेट हुन्छ माइन्ड पनि अब सबैले के गरिसक्यो होइन युकेमा सबैले घरसर किनेर दुनियाँ दारी गरिसके तर वी आर नट इन रस होइन हामी रसमा छैनौँ ठिकै छ लाइफले जे गराउँछ त्यही गर्दै जाने हो एटलिस्ट ह्याप्पी चाहिँ हुनु सिक्नुपर्छ ह्याप्पी चाहिँ हुने हो लाइफमा ह्याप्पी भएन भने जति नै जे गरे पनि धन सम्पत्ति कमाए पनि होइन सबै कुरा भए पनि ह्याप्पी भइएन भने लाइफमा केही पनि हुँदैन सो ट्राई टु बी ह्याप्पी हुनु चाहिँ सिक्नुपर्छ है स्ट्रगल गर्ने हो जिन्दगीमा त्यही हो अनि अर्को कुरा युकेमा अहिले हालमा त्यति पहिला कन्डिसन जस्तो चाहिँ जाडो चाहिँ छैन है न त पहिला यतिखेर चाहिँ एकदम जाडो हुन्थ्यो तर अहिले छैन अनि यो बेलामा त घाम पनि देखिँदैन थियो नि त होइन तर यसपालि घामहरू देखिरहेको छ है सो त्यस्तो पहिलाको कम्पेयरमा त्यस्तो जाडो चाहिँ छैन अनि एउटा खल्लो कुरा चाहिँ के हुन्छ भने नि अहिले यो रुखहरू देख्दै हुन्छ नि यो रुखहरू यस्तो हरियाली हुन्थ्यो क्या सबै तर पत्ता झरेर किनभने त नेकेड भइरहेछ नेकेड है केही छैन पुरा चराहरूलाई पनि बस्नको लागि पनि पानी पऱ्यो भने पनि ओतै लाग्ने ठाउँै छैन यस्तो औडा हुन्छ होला अनि यस्तो छ केही छैन अनि सबैले क्रिसमस आउँदैछ भने क्रिसमस आयो पनि होइन क्रिसमसमा 2 दिन छुट्टी हुन्छ पनि भन्यो 2 दिन छुट्टी पनि सक्यो अब होइन न्यु इयर आउँछ न्यु इयर पनि आउँछ अब केही दिनमा त्यो पनि सकिन्छ अनि अर्को साल है हेर्दा हेर्दै यो साल पनि त्यस्तै भयो है दुईतिर भयो विदाउट डुइङ एनिथिङ केही नगरिकन क्या आइज ड्युटीबाट आइज भाडा तिर पैसा त्यस्तै गइरहेछ केही पनि गर्न सकेको छैन है सक्यो जिन्दगी 1 वर्ष सकिनु लाग्यो अब अहिले पनि जाडो नै छ थोरै तर अब है पहिला यस्तो जिन्दगी रहेन नि त अनि पहिला त अब स्मोक पनि गरिन्थ्यो अनि सिगरेट खाँदाखेरि चाहिँ त्यो एउटा के भन्छ जाडो भएको फिल जस्तो त्यो हुँदैन थियो तर वास्तवमा त्यो होइन रहेछ क्या चोर खाँदा पनि जाडै हुन्थ्यो नखाँदा पनि जाडै हुन्छ क्या तर मान्छे त्यो चाहिँ एउटा फिल मात्रै हो है अनि
अनि आजबाट चाहिँ विन्टरलाई बाई गरिदिनु पऱ्यो भनेर सोचेको होइन। विन्टरलाई बाई त होइन, अब ठिकै छ, वेदर चाहिँ जाडै भयो भने सन्नी डे छ नि त, घाम लागिरहेछ, अनि वाइ नट होइन। परिवारसँग फेरि अब छुट्टीहरू हुँदैन, अनि बारबिक्यू गरिदिउँ भनेर चाहिँ अनि कोइला सोइला ल्याउन आएको, कोइलाहरू होइन टाउनमा। अनि यसरी टाउन पनि हेरिदिउँ न त भनेर क्या। लुक लाग्यो यस्तो छ एज टाउनको चाहिँ खबर चाहिँ। ठिकै, सबैजना ठिकै छ, एभ्रिथिङ इज फाइन। डग बल्ल 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 बाल्नु चाहिँ बालियो कि, लास्टै गाह्रो भयो क्या होइन।